दर्शकबिन तपाईहरुलाई स्वागत छ हाम्रो नयाँ कुराउनी भ्लगमा। विशेषतः यो कुराउनी भ्लगमा तपाईहरुलाई स्वागत गर्छौं। आज हामी कुराउनी घोट्नको लागि आवश्यक पर्ने सरजम जुनलाई चाहिँ हामीले दूध भनिन्छ त्यो दूध ल्याउन हामी चाहिँ जाँदै छौं। यो हो हाम्रो बाटो। दर्शकबिन हामी केही समय पहिला दूध ल्याउनको लागि हिँडेर जाँदै छौं। तर अब हामी चाहिँ आकाशदेखि आकाश उता हेर्नुस् दर्शक, आकाशमा चाहिँ पानी पर्ला जस्तो गरेको छ उतादेखि भने। त्यही भएर हामी चाहिँ अब छिटो जानुपर्ने पर्छ दर्शकबिन। त्यही भएर हामी चाहिँ के गर्दैछौँ, बाइकमा जाँदैछौँ। दर्शकबिन हामी चाहिँ बाइकमा चाहिँ जाँदै थियौँ, तर अचानक बाटो देखिदियो। यस्तो हिलो बाटोको चाहिँ हाम्रो आँखा अगाडि चाहिँ हामीले देख्न पुग्यो। जस कारणवश दर्शकबिन अब हामी बाइक लिइराख्छौँ। हामी चाहिँ आफ्नो यात्रालाई भिडियो देखाउँदै गर्ने, मलाई देखाउँदै। दर्शकबिन हाम्रो क्यामराम्यान नयाँ भएको भएर सही सिकाउनु भएछ। यता यता मलाई देखाउने, ऊ त्यहाँ गएर एक सर्ट यता 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 क्या खिचिरहेको छ नि। दर्शकबिन अब हामी यहाँ बाइक राख्दा जाँदैछौँ। बाटोलाई देख घरिघरि चाहिँ भिडियो चाहिँ हामीले यहाँ चाहिँ सुट गर्दैनौँ। सरी दर्शकबिन, अब हामी चाहिँ सिधै ठाउँमा पुगेपछि तपाईँले देखाउनेछौँ। अब बाटो निकै दयनीय छ दर्शकबिन। दर्शकबिन हामी फाइनली आधा बाटो आइसकेका छौँ। आधा बाटोमा अब हामी यहाँ जम्प गर्नुपर्ने हुन्छ। बाटो निकै नै हिलो हिलो भएको भएर हामीले बाइक पराइराख्यौँ, तपाईँले थाहा नै छ। भर्खरै धोएको बाइक दसैँको बेलामा घरि धुन झ्याउ हुन्छ, त्यही भएर त्यही राखिएको दर्शकबिन। तपाईँले एकछिन भ्यू हेर्न सक्नुहुन्छ। दर्शकबिन फाइनली हामी हिँड्दै हिँड्दै हिलो बाटो पार गरेर स्वच्छ बाटोमा आछौँ। यो बाटो देख्दाखेरि त लाग्छ कि बाइक त ल्याएर आउनु पर्ने हो, तर के आयो नि उतापट्टि त्यस्तो थियो तपाईँले देख्नुभयो दर्शकबिन। दर्शकबिन हामी एउटा खोलामा आइसकेका छौँ। यहाँभन्दा यति यति पर दर्शकबिन, यति यति धेरै टाढा होइन होला। तर दर्शकबिन फाइनल्ली फुपू घर आइयो। अब हामी यहाँबाट तल जान्छौँ। अब हामी फुपू घर जाँदैछौँ दर्शकबिन। क्या नि फुपूलाई दिने ठाउँमा फुपू काँडा गएर दुध ल्याएर कुराउनी गर्ने इच्छा हामी। यहाँबाट यहाँ भयो हो ल, फुपूको दर्शन यही गरौँ न। सलाम फुपू। ऊ चाहिँ यहाँ ल्याउनु नमस्ते। ल उसले चाहिँ हैँसी दुँदै हुनुहुँदो रहेछ। ल एकछिन चाहिँ हामी यहाँ बस्छौँ। ल यहाँ दर्शकबिन हाम्रो आज यहाँ भ्लग बन्दैछ खतरा। ल सिधै सिधै नमस्कार नमस्ते गर्नु नमस्ते। ल ल अब हामी यहाँ कुराउनी भ्लग बन्दैछ स्पेसल। बसौँ बस। अब हामी दुध पाइसकेपछि तपाईँले फेरि रिपोर्ट गर्ने होला छौँ। ताली बजाऊ ताली। अब हामी अब यो दुध लगाएर कुराउनी घटेर दर्शकबिन तपाईँले कुराउनी घोट्ने बेलामा अब हामी रिपोर्ट गर्छौँ। एकछिन बाटाको पनि देखाउँछौँ, एकछिन बक्क। अब हामी यसलाई घर लगाएर कुराउनी गर्छौँ। सायद हामी बिचमा कहीँ भिडियो गराइन्छ क्यामराम्यान गराइन्न हजुर। बिचमा हामीले हाँसै गराउने कुरा होइन, घरै हुन्छ कुराउनी घोट्ने बेलामा। नमस्कार। उहाँ नै हो हाम्रो कुराउनीलाई सफल पार्ने। कुराउनीको सफल पार्ने खै देखिनु न। दर्शकबिन छोडिदिनु यता। ल अब यो दुध गरौँ न। म हाम्रो क्यामराम्यानले हस्तान्तरण गर्न जान्छु। जस्तो कि तपाईँलाई थाहा छ हामी फुपू कहाँ गएर दुध ल्याएर आइसक्यौँ। अब हामी कुराउनी घोट्ने भनेर चाहिँ हामी यहाँ तयार अवस्थामा छौँ। अब यो दुध चाहिँ हामीले यहाँ हाम्रो आन्टी फुपू र हाम्रो तिन घरको मिलाएर चाहिँ हामीले यहाँ चाहिँ रेडी पारिन्छौँ। यहाँ चाहिँ हामीले खतरा कुराउनी चाहिँ घोट्न आउँदैछौँ। हाम्रो यहाँ चाहिँ कुराउनी घोट्ने मान्छेले के भन्छन्, कुक हुनुहुन्छ है। नमस्ते भन्नुहोस् क्या। नमस्ते नमस्ते। ल अब तपाईँको मनमा भएको केही प्रश्नहरू म यहाँ कुकजीसँग चाहिँ सोध्न जाँदैछु। जस्तो कि यो कुराउनी घोट्न कति टाइम लाग्न सक्छ कुकजी, तपाईँको विचार के छ यो विषयमा? 10 बज्छ पक्का? कुराउनीमा ओखर हाल्नुभयो? ओखर हाल्ने पहिला हो कि पहिले दुध हाल्नुपर्छ? पहिला दुध हाल्नुपर्छ कुकजीको भनेर छ। चिनी हाल्नु पऱ्यो। कुरो हान्थी गर्नुभयो जस्तो मैले यहाँ देख्न सक्नुहुन्छ। पलको अपडेट हामी यहाँ दिन्छौँ। ल दर्शकबिन अँध्यारो भएको थियो, त्यही भएर हामीले चाहिँ यहाँ चाहिँ लाइटम्यानलाई एकछिन बोलाएको छौँ। यहाँ अब चाहिँ हामी चाहिँ सिधै यो कुराउनी यो दुध खिल्दिएर कुराउनी बन्ने अवस्थामा
पुगिसकेपछि हामीले तपाईँले चाहिँ डाइरेक्ट रिपोर्टिङ चाहिँ गर्नेछौँ। हामी अन्तिम चरणमा पुर्याउनीको लगभग अन्तिम चरणमा आइयो नि। अहिले ठ्याक समय हेर्दाखेरि 8 नि बजे होइन, बन्द त धेरै त बजेर। अब लगभग हामी अन्तिम चरणमा। अब हामी यसमा के हाल्नुपर्छ कुकी? ताउलो ठुलै छ दर्शक बिन, पुर्याउनी अनि अलि थोरै छ, कुरो गम्भीर छ। चिनी हाल्ने होला सेलाएर भोलि खाँदा ठुलो। हामी लगभग अन्तिम चरणमा छौँ। पुलाउनी फत्किरहेछ, नजिक गएर पोल्ने रहेछ दर्शक बिन। पोलेर म मुख धोएर आइसकेको छु। ल हेर्नु चिनी हाल्ने कुकको भने अनुसारै हामी चलिरहेको। यता यता देखेर है, यता अलिक कालो 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 खिच्छ है। ओहो ल ल बिन अब हामी चिनी हाल्न जाँदैछौँ। यो आलिमा हामीले चिनी सर दुई माना चिनी पक्का। दर्शक बिन हामी यसलाई चाहिँ यहाँ चाहिँ गर्छौँ। चिनीले गर्दा पनि पुर्याउनीको भोल्युम चाहिँ बढ्ने सम्भावना हामी देख्यौँ। अच्छा अच्छा, यस्तो चाहिँ पुर्याउनीको भोल्युम हामी बढाउँछौँ। चिनी अलिक थोरै भयो कि फेरि गुलियो आयो भने मजा हुन्छ दर्शक बिनहरू। दर्शक बिन अब फाइनल्ली हामी प्रतीक्षाको घडीलाई समापन गर्दै पुर्याउनी चाहिँ उतारिसकेको छ। विविध दिउँसोदेखि लिएर विविध ठाउँमा विविध अनुभवका साथसाथै रमाइलो गर्दै हामी दुध सङ्कलन गरेर हामी यो नतिजामा पुगेका छौँ। यहाँसम्म आइपुग्दा पुर्याउनीको जुन यो बास्ना आइरहेछ हामीहरूलाई खाँदै नखाइकन पनि तृप्त बनाइसकेको कुरो छ यहाँ। दर्शक बिन आजलाई यति नै। यसैको साथ हाम्रो यो पुर्याउनी अभियान पुर्याउनी ब्लग यहीँ समापन हुन्छ। अब हामी भगवान्लाई सम्झेर यो पुर्याउनीको आनन्द लिन्छौँ। केही पुर्याउनी हामी दसैँको लागि राख्छौँ। अब हामी यस्तै नै नयाँ ब्लगमा भेट्नेछौँ। सायद हाम्रो अब अर्को ब्लग तिहारमा आउँछ होला, तिहार स्पेसल। यो दसैँ स्पेसल ब्लग हामी यहीँ अन्त्य गर्छौँ र अर्को कुनै आयो भने हामी फेरि त्यसमा जोडिनेछौँ। धन्यवाद। जय नेपाल। ह्याप्पी दसैँ।